पहिला सुनेको चाहिँ अब भन्न हामीसँग अब टोटल पपुलेसनको कुरा गर्ने हो भने पर्सेन्टेज वाइज चाहिँ अहिलेसम्म नेसनल आइडी कति पर्सेन्टेज पपुलेसनको कभर गरिन्छ? त्यो चाहिँ मलाई भन्न एकदमै गाह्रो छ। किन भन्दाखेरि हामी 2,92,00,000 भन्छौँ, त्यसमध्ये 16 वर्षमाथिको पपुलेसन भन्दाखेरि एराउन्ड 2 करोड आउँछ होला। हाम्रो रजिस्ट्री नै अहिले 1,60,00,000 प्लस भइसक्यो। त्यो हिसाबले हेर्दाखेरि चाहिँ हामी 80% को हाराहारी छौँ। अब सेन्सस कतिको प्रिसाइज छ, यो कतिको छ, अब कतिपय मान्छेहरू चाहिँ इनरोल भएर मृत्यु भएको नि हुनसक्छ। त्यो सबै कुराहरूलाई हेर्दाखेरि हामी चाहिँ 70 to 80% कभरेजमा चाहिँ विदेशमा धेरै हुनुहुन्छ फेरि। ओके, होइन विदेशमा चाहिँ हामीले गर्ने चलन छैन, हाम्रो छैन होइन। हामीले विदेशमा गएर गर्दैनौँ, यो नेपाल आबेला गर्नुपर्छ। त्यो कारणले चाहिँ सबैको तपाईँको म्यान्डेटरी हुन नसकेको। म्यान्डेटरी गरिसकेपछि अनि विदेशमा पासपोर्ट एक्सपायर भएकोहरूले चाहिँ फेरि कसरी पासपोर्ट? त्यसको लागि एक्सेप्सन्सहरू खोलिदिएको छ। जस्तै कुन सेन्टरमा चाहिँ बिना नेसनल आइडी पनि गर्न पाउने भनेर। जस्तै तपाईँको रेगुलेटेड इकोसिस्टममा चाहिँ सजिलो हुन्छ कि यो स्टेसन यहाँ छ, यो स्टेसन आइडीबाट आएकोलाई चाहिँ छैन भनेर त्यसरी नै गरेको हुन्छ।